नमस्कार सम्पूर्णले आज फेरि पनि अर्को नयाँ भिडियोमा स्वागत छ र आजको यो भिडियोमा चाहिँ मैले दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपिओ चाहिँ आजदेखि खुलेको छ, यानि कि असार 9 गतेदेखि खुलेको छ। असार 9 गते चाहिँ हाम्रो के बार छ भन्दा हाम्रो चाहिँ सोमबार छ। असार 9 गते सोमबारदेखि आइपिओ चाहिँ खुलेको छ। अब दरमखोला हाइड्रो इनर्जीको अहिले खुलेको आइपिओ चाहिँ सर्वसाधारणले भर्न चाहिँ पाउँदैनन्। यो आइपिओ चाहिँ एक किताको 100 नै हो र यो चाहिँ वैदेशिक रोजगारी तर्फको लागि अनि वैदेशिक रोजगारीमा गएका जतिले भर्नुहुन्छ नि उहाँहरूको लागि, अनि यो चाहिँ स्थानीय बासिन्दाहरूको लागि, जस्तो गुल्मी बागलुङ को आफ्नो स्थानीय सम्बन्धित क्षेत्रमा, जस्तो कि यो दरमखोला हाइड्रो इनर्जी लिमिटेड हजुरको स्थानीय क्षेत्रमा छ भने हजुरले पनि भर्न पाउनुहुन्छ। यानि कि दुई ठाउँका दुई क्षेत्रका व्यक्तिहरूले मात्र भर्छन् र यसको बाँडफाँड भइसकेपछि सबै सर्वसाधारणले भर्न पाउने हुन् भने अहिले चाहिँ वैदेशिक रोजगारी तर्फ कतिजनाले भर्न पाउँछन् भने 2 लाख किता कति छन् भने 2,91,950, यानि कि एउटाले 10 किता भर्यो भने 29,195 जनालाई यो आइपिओ पर्छ वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको लागि। र अर्को छ स्थानीय तर्फ हेर्ने हो भने चाहिँ 10,30,500, यानि कि हाम्रो चाहिँ 10 किता एकजनाले भर्यो भने चाहिँ 1,03,000 जनालाई नै यो पर्छ भनेको छ। जस्तो स्थानीय क्षेत्रतर्फको यो जारी सेयरको संख्या कति हो भने 10,30,500 हो, डिभाइडेड बाई 10 गर्दा कति आउँछ 1,03,500 आउँछ है त। 1,03,050 आउँछ, 500 आउन 1,03,050 आउँछ। 1,03,050 जना चाहिँ स्थानीयको लागि चाहिँ यो आइपिओ जारी गरिएको छ र यसको बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। र यो आइपिओ कहिलेसम्म भर्न मिल्छ भन्ने कुरा लाग्न सक्छ। दरमखोला हाइड्रो इनर्जीको आइपिओ चाहिँ आज असार 9 गतेदेखि चाहिँ 23 गते, असारको 23 गते भनिसकेपछि त 19/10 भनिसकेपछि 14 दिन त हाम्रो 14 दिनसम्म जति पनि भर्न पाइयो र यसमा पनि वैदेशिक रोजगारी र स्थानीय क्षेत्रले मात्र भर्न पाइयो सर्वसाधारणको लागि। त्यसपछि चाहिँ आइपिओ जारी गर्छ यसले र अब चाहिँ सर्वसाधारणको लागि पनि यसले चाहिँ राम्रै सेयरहरू जारी गर्छ र हामीले भर्न पाउँछौँ र सहीको दरले नै भर्ने हो। र त्यो बारेमा मैले नयाँ आइपिओको बारेमा जानकारी दिने भनेर यो युट्युब च्यानल सुरु गरेको छु। त्यसैले यसलाई चाहिँ हजुरले सब्स्क्राइब गरेर अल नोटिफिकेसन पनि अन गर्नु होला। केही कुराहरू कमजोरी छन् भने त्यो कमेन्ट गर्नु होला है त। हस् त।